अब्बुई सो हेलो गाइज वेलकम टु रुजनको भ्लग अगेन। आज चाहिँ हामी जाँदैछौँ फोटो वक अनि 6 बजे जाने भनेको फोटो वक चाहिँ भर्खर सुरु हुँदैछ। अब हामी जाँदैछौँ है त, लेट्स गो। अनि आजको ढिला हुनुको मेन रिजन चाहिँ अतीत हो। अतीत हिजो रातिको पार्टीले गर्दाखेरि आज अलि उठ्न नसके जस्तो लागेर ढिला भयो एकछिन भनेर 6 बजे 5 बजे भनेको कुरा कति 7:30 बजे सुरु हुन थाल्यो। त्यही हो। ओके लेट्स गो। तर आज हामीलाई सुरुमा चाहिँ तेल हाल्न जानुपर्ने छ। चौडा हुँदै जान्छु म, चौडामा तेल हाल्दै अनि जानु पर्ला। तेल हालिदिनु भर्दिन्न। अब हामीलाई फेरि एकचोटि चितवन गए पनि कसैले रोक्न सक्दैन। खुल्यो। अस्सलाम वालेकुम। मेरोमा हावा चाहिँ गरिदिनु न पछाडि, लचक गरेर भर्खर खोल्दै। टायर बन्यो दोस्त? ओके छ दा। पिपले आइपुग्यो भनेपछि यो उतापट्टि आउँछ, म उतैपट्टि घर बस्छु। यता कता हे भगवान, मलाई झालाइसियो यार बस्दा कुर्दा घरनिर रे वहाँ। अब आफै जानु पर्यो हेर्दै। ओहो यहाँ त यस्तो चल्दा रहेछ अनि त्यही भएर त तिनजना चढाएर चाहिँ त्यही भएर पञ्चेट भयो। हावा बिना आइदिएको वहीँदेखि यहीँ आएर सुता हाल्यो। ए हेरेर लानु। अब म गएँ कि दोस्त खतरा भुडी हाल्यो है। कहाँबाट ल्याएर हाल्यो राति सुत्दा पनि यत्रो पेटमा त यत्रो भइरहेको थियो, सुत्दाखेरि कम नभएर त ढुङ्गा हो कि क्या हो। ल म गएँ ल। सिम पनि हाल्नु मिल्छ? मेमोरी कार्ड सिम होइन स्पिकर हो यहाँ। ल त्यो ठ्याक्कै ब्यानरले छोप्यो क्या, अलिकति माथिपट्टि ब्यानरबाट यता माथि बुद्ध चोकपट्टि के यहीँदेखि सकिन्छ। long time
लङ टाइम नो सी सँगै अलिअलि टेढ भयो आउनु पर्यो के सँगै छ मेरो भाइ हेलो कस्तो लम्बे पोखेको है क्या चाटी पढाउन पर्दैन बोर्ड्सकोमा डर लागिरहेको छ अरू त खासै केही पनि छैन त्यस्तो क्रिटिकल त छैन जस्तो लाग्छ मलाई त्यो बोर्ड्समा त सफा गरिदिनु पर्ने के पनि भएर हुन्छ क्याप त लगाएर हिँड्नु पर्थ्यो नि यार अहिले अब म एकछिन डुल्छु होइन फोटो वाकमा हिँडेँ हो क्यामेरा बोकेर हिँडेको छु अनि त्यसपछि अफिस गएर हेर्छु 12-2 बजी 12-1 बजी मलाई इन्फर्म गर नि त ल ओके निस्किन्छ ल ल है त ल हजुरको नाम रुजन मेरो विमल है मैले देखिरहेको छु रिलतिर अँ भिडियो देखा अँ ल ल ल ल भिडियो बनाइरहनु भएको क्या अहिले अँ भिडियो बनाइरहनु भएको आउनै छ यार आमाले खोलेर बनाएर दिउँ न मैले बिग्रेछ भने लामा सर्ट भएर चाहिँ मैले अस्ति मेरो लेन्स खोलेँ नि क्यामरनले त्यो ब्याग हो के 7000 आइसी के वाटर प्रुफ के पुरै अहिले राति जसले पैसा भन्ने जे पनि किन्छ भन्दिनँ मा अनि मलाई यहाँ टेन्सन हुन्छ हामी साथी चाहिँ अझै घट्दै छ 10-15 रुपियाँको ब्रस किनेर झिकिदिउँ न यार निस्किनु लाग्यो अहिले झिकेर चाहिँ सुकाएन क्या यो के यो किनिदिउँ न त यो त्यो 5-5 गएर किन बेकार उ गरेर ल साथी भयो अब हामी केही भेटिन्छ कि भन्दै खोज्दै हिँड्छौँ चुल्ले यो चोकमा पर्रा के हो मेरोमा इरर 1 देखाउँछ त है एउटाको म्याकमा इरर 8 देखाइरहेको म्याकमा कपी गर्दा के कपी भएन अरे किन इरर 1 किन आएको त इरर 1 है कस्तो इरर 1 भनेको क्यामेरा र लेन्सको हो क्यामेराले चाहिँ मलाई तर्साइदियो फोकस नहानेर सुरुमा अहिले चाहिँ फोकस बराबर हानिरह ठिक छ हाने हाने होइन कि यहाँबाट झन् किन फोकस भएन भनेर हेरेँ होइन यो नै बिगार राखेको रहेछ कि ल ब्लरको ब्लर भइरहेको एकछिन चाहिँ खासै स्टोरी भेटिरहेको छैनौ दोस्त के लागिरहेको तिमीलाई यता हेरेर भनिदेऊ न त्यस्तै लागिरहेको लाग्नु चाहिँ म खासै त्यहाँ जान लाग्यो त्यो वालमा यस्तो पेन्ट बनाएको वालमा पेन्ट बनाउँदा वहाँ फरेस्टिङ फरेस्ट आउँदैन त मलाई हिँड्न यो माथि फाइलान गएर भने
ककडा थाइल्यान्ड पुग्यो त्यो बुढा गएर भुइँचा लाग्छ होइन होला होला खतरा गइन्छ भुइँचा भने डेडिकेसन भने यतिको हुनुपर्छ है के खिच्दै हो थाहा छैन तर केटाले कडा खिचिरह मलाई खोलावाला दिदी खिचौँ भनेको मुख छाडेर हाल्नु ल भाइ आज त केही पार्टी छैन त भनेर त्यही यहाँ प्रोग्राम छैन प्रोग्राम होला नि छ भनेर दिनभरि खिचाएर पठाएर ए बल्ल खाजा खाएन अब खाजा खाएर आउँछु भने दोस्त हेर ल त्यस्तो नि गर्नु पर्दो रहेछ फोटो गाएपछि टोइलेट लाएर पार्टी भाइले छिरेर कसले काम गर्ने केटा थियो एउटा फोटो खिचिदिन्थ्यो हामीले ए ताइ खाजा खान भित्र हिँड्नु नि त अरे एक न एकजना हाम्रो दोस्तले भेटेकै हुन्छ होइन फोटोको लागि म त नि नपुग्छ क्या भइहाल्यो मलाई R6 यो A1 अल्फा के भन्छ हामीलाई कामै छैन क्या भाइ छैन कति पैसा लिन्छ भन त तिमी 7 लाख रुपियाँ लगानी गर्छौ 7 लाख रुपियाँ लगानी 6 लाख 7 लाख खर्च हुन्छ तिमीले एउटा वेडिङमा तिमीले त्यो क्यामेरा लगानी गरेको 1% को पैसा नि उठायो हेर 7 लाख लगानी गरिसकेपछि तिमीले ग्याजी पुगेर जाँदाखेरि 1% भनेको 7,000 हुन्छ पर डे होइन हामीले गर्छ कति 12-15,000 त्यसमा पनि फोटो धुलायो अनि तिमीले गरेको मेहनत खोइ तिम्रो कम्प्युटरको खर्च फेरि यता छुट्टै गयो मिटिङ गरेको अनि पैसै चल्दैन अनि बनायो अनि किन्यो खिच्यो लास्टमा अनि अर्को क्यामेरा किन्नु पर्ने पैसा त हुनु पर्ने कस्तो कन्टेन्ट भेटिरहेको छ हामी चाहिँ फरेस्टनिर आइपुगिसक्यो अब यहाँ उयो पेन्टिङहरू खिच्ने भनेर आएको छौँ अहिले चाहिँ अनि त्यो पेन्टिङहरू खिचिसकेपछि चाहिँ लगभग यहाँबाट हुप्रातिर निस्केर अनि चिया खाएर फर्किने अहिले चाहिँ हामी आएको चाहिँ हेटडाको रङ्गी बिरङ्गी ठाउँ पहिला यहाँ रङ्गी बिरङ्गी मान्छे बस्थ्यो अहिले रङ्गी बिरङ्गी चित्रहरू राखेको छ अनि तपाईँ हेटौँडा आएर घुम्ने सोचिरहनु भएको छ भने सिधै यहाँ आउनु होला यहाँ आइसकेपछि कहीँ जानै पर्दैन सबै थोक यहीँ छ के चाहिँ छैन यहाँ ओ डाइनासोर पार्क कहाँ छ है उता हो ए सालक सालक ओ भेटेको भेट्यो तर ब्लर आउँछ कि मेरो ल अब हामी यहाँबाट सिधै जान्छौँ के अरे हुप्राबाट स्कुल रोड हुँदै फेरि मास्तिर
हामी आएको चिया खान अतिथले चाहिँ मेरो फोटो हेरेर रिभ्यू दिँदैछ यहाँ कस्तो छ सर रिभ्यू प्लिज एक्स्ट्रा हानेर तिमीले ल तिमी इम्पिटीमा हिँड्दा थियौ नि त मैले चाहिँ त्यही मर्निङ हसल नै ट्राई गरेर थिएँ अब अफिस गएर कपी गरेर हेर्नुपर्छ मर्निङ हसल चाहिँ कस्तो भयो रुजनको RUJAN UJAN KO स्पेस KO शुरू में आए ठुलो चोरी नभने कति रहेछ भनेर बेजत हुन्छ फेरि अब हुन्छ नि बिस्तारै हैन यसको भिडियो हाल्छु मासु पन परे अनि त्यसको सिधै बाहिर माथि बाटो जाने अनि माथि जानेबाट यसको साइड निकाल जानेबाट म घर आउँछ है त्यहाँ चिन्दैन हटाएर के चिन्दैन नभन्ला ठीक छ क्युआर कोड उसको नेटको चाहिँ म दिन्छु नि कति भयो हैन म दिन्छु 3टा चुरोट भन्नु अनि पानी एउटा हैन 135 ल त धन्यवाद पर्समै हाल्नु पऱ्यो नि बिच घोडे राख्दा मान्छे यहाँ बसाएर नहिजेको फेरि इम्टी खिच्न आएको झन् ऊ भयो फ्रेमिङ भयो त्यो ससुलाई गफ भन्दा नि के अब लेन्स कभर कहाँ राखेको त्यहीँ छोड्यो कि बर्थडे यार त्यो मा अस्ति बर्थडे थियो यार मैले विस गरेको थिएँ त मेरो चाहिँ स्टोरीमा नहालिदिने यार कसम हालेको थियो हाइड्रोसिलहरू कसम हालेको थियो कसम त किन हाल्नु फोटो हालेको थियो कि कहाँ हालेको फेसबुकमा स्टोरीमा हाल्यो अनि मैले हुँदैन जाँदैन थोरै छैन ट्याग छैन के प्रडक्ट ट्याग गर्ने हाम्रो देखाएन होला के छ अनि तेरो खबर थ्याङ्क यू यार मेरो के खाउँ त केक के खाउँ त बर्गर हाउस हाउसको केक खाने त्यहाँ गइस के खान्छ यतिकै हिँडेर कल खतरा गाडेको कहाँ काट्नु छैन भोक लागेर आउँछ त्यहाँबाट आउँछ यहाँ आउँछ नि त यहाँबाट के देखाएको छैन हेर न त्यहाँबाट खिचे पहन हेर यो को त तँभन्दा पनि भुँडी देख्छ छ त अब बुढी ल्याएपछि भुँडी निस्के हातेर अनि रमाइलो छ बेबी सार कहिले बेबी सार कहिले आइन्छ नि उल्टो गरेर यसको पेट सँगेर खिचाइदिनु भजनलाई जस्तो पेट चलाउनु नि गएन यति जानला जान अफिस जाने अब यतिकै डुलिरहेको कि ल गुड नाइट जाउँ न स्टुडियो ए हिँड न ए म पनि चढ्ने हो तिमी पनि चढ्ने त हिँड चढ्ने कुरा होइन कि लानु जानै मन लाग्ने त्यही भएर क्या टाइट टेस्ट नभन नि नेक्स्ट स्याटरडे ल नेक्स्ट स्याटरडे एउटा राम्रो थिममा टाइम मिलाएर जानुपर्छ के थिम है मिल्ला नि एउटा पहिले
मैले चाहिँ ह्यान्ड कन्टेन्ट भेटाएँ प्रेस स्वतन्त्रता उनीहरू फेरि सञ्चार गरिमाथि आक्रमण किन गर्छन् भन्दा उनीहरूले एउटै कुरा बोलेका छन् कि यो देशमा अथवा कुनै पनि देशमा फोटो वाकमा गराएको निमित्त पत्रकारहरू सबभन्दा समस्याग्रस्त हुन सक्छन्। होइन हामी हिँड्दै खिच्दै हो कि हामी साथी यसो खिच्दै हिँड्दै गऱ्यो कुनै पनि विचारका मान्छेहरूले पत्रकारमाथि आक्रमण गर्छन्। यो आक्रमण सुनिश्चित हो। किन थियो भन्दा ६५ आन्दोलनमा सञ्चार सक्यो हाम्रो चाहिँ हामीले हजुर हस् फोटो खिच्नु चल्दैन चाहिने है रमाइलो छ के हो यहाँ त भिडभाड छ त झन्डै पत्रकारको हल्ला सँगसँगै यहाँ गाडीले मान्छे नि हानेको थियो म चाहिँ झन्डै बिर्सेर गएको मेरो स्कुटर चाहिँ उता तपाईँ त के हो गाडीमा टिकटक बनाउँदै म कहीँ हराएन यतै डुल्दै हो यसो आज त्यो खिच्दै हिँड्ने भनेर हिँडाएँ कि हजुर हुन्छ ठिक छ भन्दै थिएँ अब हामी यहाँबाट स्टुडियो जान्छौँ के भयो भनेर प्रब्लम देखाइसक्यो स्टोरेज छैन रहेछ स्टोरेज भरिसक्यो दया सो अब हामी खिच्दै हिँड्दै गर्छौँ यस्तो गरेर इट्स काइन्ड अफ रिस्की तर मजा आउँदो रहेछ ओके